नमस्कार दर्शकबिन, तेजबहादुर लावती। आज तपाईहरुलाई चाहिँ यो मलेसियाको मेरु भन्ने ठाउँमा चाहिँ तपाईहरुलाई यो देखाउँदैको दृश्य चाहिँ देखाउँदै छु। तपाईहरुले यो दृश्य हेरेर मेरो भिडियोलाई लाइक, शेयर अनि सब्स्क्राइब गर्नु ल है। अब यस्तै छ हैन, यहाँनेर घुम्न गइँदैछ, घुम्न जाँदैछौँ उता हैन। यो मलेसियाको चियान डाँडा। अब यहाँनेर म जाँदैछु हैन, यहाँनेर अब माथि डाँडातिर जाँदैछु। अब यतातिर अब हेर्नु पर्यो कतिको रमाइलो दृश्य छ, कतिको रमाइलो ठाउँ छ हैन। यहाँनेर मित्रहरू पनि धेरै घुम्न आउनु भएको रहेछ हैन। अब यहाँनेर हेर्नुस्, तपाईहरुले देख्न सक्नुहुन्छ मलेसियाको ठाउँ भनेको। नमस्कार सर, हैन कता जान लाग्नुभयो सर? हजुर सर, आज यो हाम्रो छुट्टीको टाइम थियो अनि साथीहरुसँग यसो घुम्न जाउँ भन्ने हिसाबले हामी घुम्न आएको। हजुर अनि तपाईहरु चाहिँ अब यो कोरोनाको समयमा चाहिँ तपाईहरु कसरी घुम्न सक्नुभयो र घुम्ने आँट आयो त? अनि आज हाम्रो यो कोरोनाको अन्तरालमा त नआउनु पर्ने हो। मलेसियाको यो कोरोना सम्बन्धी केही यो हटेको कारणले आज हामी दुई चारजना साथीहरु ठिक छ, हामी एउटा यो कोरोना सम्बन्धी भन्दा पनि हामी यो बाहेक बाहिर हामी यो डिस्टेन्स हामी 2-4 मिटर भन्दा टाढा भएर हामी घुम्न आएको। हजुर अनि तपाईहरु चाहिँ अनि अहिले मलेसियामा चाहिँ कोरोना लगभग हटिसकेको नै भन्ने सुनिन्छ, के कस्तो छ तपाईलाई जानकारी छ त? हामीलाई त अब यो यहाँको सरकारको भनाइअनुसार कोरोना धेरै न्यून स्तरमा आइसकेको अवस्था भन्न आइरहेको छ। तर हाम्रो यो एरियामा हाम्रो भनौँ यो टपगोलोमा लगभग 40-50 कम्पनी छ। यो भित्र कोरोनाको अहिलेसम्म संक्रमित र कसैलाई छोएको त्यस्तो रेकर्ड पनि छैन। अनि आज चाहिँ अनि तपाईहरु अब प्रायः जसो हामी सधैँ कोठामा बस्ने त्यस्तो गर्थ्यौँ। तर आज त ठिकै छ त, साथीहरूको लैलैमा आज केही छैन, टाढा छैन हैन। यहाँ मान्छेको त्यस्तो भिडभाड पनि हुँदैन। अब हामी शान्ति ठाउँ एउटा यो यहाँको च्यानघाट यो ठाउँमा भनेको यति रमाइलो रहेछ कि यो ठाउँमा त्यस्तो मान्छेको भिडभाड पनि नआउने एउटा सुन्दर वातावरण हैन। हाम्रो चारैतिर यहाँको ठाउँ देखिने ठाउँ भएको कारणले ठिकै छ जाउँ भन्ने हिसाबले हामी यो ठाउँमा घुम्न आएको। ए हजुर, अनि हजुरको चाहिँ परिचय लिन बिर्सिया छ हैन, हजुरले परिचय चाहिँ दिनुस् न। परिचय त अब हजुरले पहिले सोध्नु पर्यो। ठिकै छ, पछि भयो भने मेरो घर चाहिँ जन्मस्थान जागोट हो। अहिले चाहिँ बस्ती चाहिँ मेरो बर्दिया, हाल मलेसिया छौँ। ए अनि मलेसिया आउनुभएको चाहिँ लगभग कति वर्ष भयो होला? मलेसिया आएको त हजुर अहिले मेरो त भइसक्यो 6 साल पुरा हुन्छ। अब चलिरहेछ, 6 साल चलिरहेछ। अब 1-2 महिना बाँकी छ। अनि घर जाने छुट्टी आउने जाने गर्नुभएको छ कि छैन? हजुर त्यो अब छुट्टी त गएको पनि छैन। अब जानुपर्छ, फिनिस हुन्छ या छुट्टी हुन्छ, अब जानु पर्ला। ए हस्, हुन्छ ठिकै छ। अहिले यो कोरोनाको समयले गर्दाखेरि अब इन्टरनेसनल फ्लाइटहरू पनि अहिले चालु भएको छैन होला, त्यसैले पनि रोकेर बस्नुभएको होला हैन। अब घर त अब जाने सबैको रहर हुन्छ हैन, जानुपर्ने हुन्छ हैन। त्यसैले गर्दाखेरि तपाईले पनि अब त्यही कारणले नै रोकेर बस्नुभएको होला। हजुर जाने त अब म पनि 5 सालमा जाने भन्ने कुरा भइरहेको थियो, कारणवश जान पाइएन। अब यो 6 सालमा त अवश्य जान्छु भन्ने मेरो विचार हो। तैपनि अब यो अझै पनि यहाँको यो मलेसियाको कोरोना लकडाउनको कारणले यहाँको सरकारले पनि रोकेको र अब कम्पनीले पनि रोकिरहेछ। अब यो लकडाउन खुलेपछि कम्पनीले आउने जाने प्रक्रिया चालु गर्नेछ र हामी पनि खुसी छौँ, हामी पनि जान पाउँछौँ भन्ने हाम्रो आशा पलाइरहेको छ। हस् त, अब हजुरले यति समय दिनुभएकोमा हजुरलाई धेरै धेरै धन्यवाद भन्दै म हजुर समक्ष बिदा हुन चाहन्छु। श्रोताबिनहरूलाई चाहिँ के जानकारी दिन चाहनुहुन्छ? अब मेरो यो भिडियो हजुरको यो युट्युब भिडियो च्यानल मार्फत यो भिडियोलाई हजुरले लाइक, कमेन्ट र सेयर गर्दै होला। र लास्टमा अब हाम्रो बाध्यता हो परदेशमा बस्ने हैन। अहिले यस्तो केही नसोधिनु होला र हामी एउटा समस्या र बाध्यताले गर्दा हामी यहाँसम्म पुग्यौँ र ठिकै छ। लकडाउन खुलेपछि हामी अवश्य हाम्रो देश, हाम्रो जन्मस्थान जान्छौँ भन्ने हाम्रो आशा छ। अब यसैमा अब भलो छ, यसैमा अब के भन्दा अरू के भनौँ।
हस्त हजुर नमस्कार। हस् त धन्यवाद तपाईँलाई धेरै धेरै धन्यवाद। हाम्रो प्रेम सर हुनुहुन्थ्यो, उहाँसँग के मलेसियाको बसाइको बारेमा के अब उहाँसँग कुराकानी भयो। उहाँलाई धेरै धेरै धन्यवाद। यो भिडियोलाई हेरेर अन्यथा नलिदिनु होला। लाइक सेयर अनि सब्सक्राइब गर्नुको साथै